राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार खगेन्द्र सुनारको जब चौतर्फी आलोचना भयो मित्रहरू, कुन विषयमा भन्दाखेरि यदि अन्य मासु खान सकिन्छ भने गाईको मासु पनि खाँदा के हुन्छ र भन्ने जुन उहाँको पोइन्ट अफ भ्यू थियो, त्यो पोइन्ट अफ भ्यूको बारेमा चाहिँ चौतर्फी आलोचना जब हुन थाल्यो, त्यो चौतर्फी आलोचना भइसकेपछि चाहिँ उहाँले व्यक्तिगत रूपमा पनि भिडियो बनाएर यो सबै चाहिँ उहाँको त्यो भन्न खोजेको अर्थ त्यो होइन, त्यो गलत अर्थ लगाइएको हो, त्यसलाई चाहिँ एडिट गरेर काटेर चाहिँ छोटो बनाएर चाहिँ त्यो गलत नेगेटिभ समाचार चाहिँ फैलाउनको लागि गरेको हो भनेर उहाँले खेद अथवा यदि कसैलाई पनि उहाँले बोलेको कुरा चाहिँ नराम्रो लागेको छ, यदि नराम्रो फिल भएको छ भने उहाँले त्यही भिडियोमा पनि क्षमा अर्चना माग्दै सबैलाई क्षमा माग्दै उहाँले भिडियो बनाइसक्नुभयो र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उहाँलाई स्पष्टीकरण मागेको रहेछ। साथीहरू, यो किन यस्तो गर्नुभयो, किन यस्तो बोल्नुभयो, तपाईँको विचार के हो भनेर स्पष्टीकरण माग्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि खगेन्द्र सुनारले स्पष्टीकरण दिएको छ र त्यो स्पष्टीकरण चाहिँ आज राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ सार्वजनिक गरेको छ र त्यहाँ लेखिएको छ कि उहाँले कुनै पनि पशु पक्षी जनावरहरूको हत्याको पक्षमा नरहेको, यदि कसैलाई पनि यस कुराले चाहिँ असर परेको छ, यदि कसैको धर्म संस्कृतिमा चाहिँ असर परेको छ भने चाहिँ उहाँले क्षमा अर्चना पनि माग्नु भएको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अर्को तालिदेखिबाट चाहिँ अब आउने समयमा बोल्दाखेरि आफ्नो विवेकको, आफ्नो व्यवहारमा, आफ्नो बोलीमा चाहिँ सुधार गर्दै बोल्नुपर्छ भनेर उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले चेतावनी दिएर चाहिँ एउटा विज्ञप्ति जारी गरेको छ। साथीहरू, तपाईँहरूलाई के लाग्छ, खगेन्द्र सुनारज्यूले बोलेको कुराहरू ठिक हो या होइन, के लाग्छ कमेन्ट गर्नु होला है त।